Hello guys, good morning. Welcome back to my channel. आज हामी काठमाडौँ पुगेर सुतेर उठेर टक्क लाएर पशुपतिनाथको दर्शन गर्न आएछौँ। पशुपतिनाथको दर्शन नभएर चाहिँ काठमाडौँ आएँ अनि होटल पनि नजिकै थियो कि यहाँ काठमाडौँभन्दा। अनि पशुपतिनाथको दर्शन किन नगरौँ भनेर पशुपतिनाथ आएको। यहाँ चाहिँ यो कबुतरहरू हो कि कबुतरहरूलाई चरा हाल्दै थियो मान्छेले। हामी चाहिँ ढोगेर निस्किसकेको थियो यति बेला चाहिँ ढोगेर निस्किएर मान्छेले यहाँ चरा हाल्दै थियो हेर्न कस्तो माथि हावामा कबुतरहरू उडेको अनि त्यही भिडियो बनाऊँ भनेर बनाएको थिएँ। मान्छेहरू टन्न आएको थियो आज त ओभर भिड थियो 4वटा लाइन थियो। हामी त लाइन भन्दा नि त भित्रको लाइन भन्दा नि बाहिरकै लाइनमा प्रसादी दिएको अनि बाहिर ढोगेर आएको। अब यहाँ हेर्नु यहाँ चाहिँ मेरो एउटा साथीको थियो आदि भन्ने त्यो साथीले त यहाँ कबुतरहरू छ अनि मात्र जान्छु भनेर भन्दै थियो अनि त्यो भिडियो बनाउँदै थियो त्यसले। त्यहाँ मान्छे छिरेर पनि कबुतर हेरेर पछि गएर एउटा बाँदर आउँछ अनि बाँदरले चाहिँ उडाउँछ सब कबुतरलाई। त्यस्तो मजाले के उडेको थिएन अनि यसले चाहिँ मेरो साथीले चाहिँ अलिअलि कुरम कुरम गर्दै थियो। अझ मजाले उडेन त्यहाँ। यो चाहिँ मलामी चलाउने ठाउँ तपाईँको यहाँ पनि टन्नै मलामी आएको थियो। यहाँ खोला पनि धेरै पानी थिएन खोला पनि त्यस्तो बगेको थिएन त्यस्तो पानी जमेकै थिएन त्यस्तो मजाको। उता पनि मलामी चलाएको थियो यता पनि मलामी चलाइरहेको थियो। अनि अब म चाहिँ भेन्यू खानासाना खाएँ खानासाना खाएर भेन्यूतिर जान्छौँ होला भेन्यू हेर्नु भित्रको हेराउनु मिल्दैन बाहिरको मात्रै हेर्नु पिएमएनसी भेन्यू। यो चाहिँ खाना खाएँ हामी। खाना खाएर टक्क लाएर भेन्यू गयो यो चाहिँ बाहिरबाट इन्फिनिटी लन्च भन्ने खाने इन्फिनिटी लन्चमा चाहिँ हो। यो चाहिँ बाहिरबाट मात्र देखाएको मैले भित्र जान पाएन भित्रको अब भित्रको चाहिँ अब भोलि आउँछ होला भोलि ब्लगमा। यो चाहिँ बाहिरबाट मात्रै हेर्नु भित्रको हाल्न पाउँदैन ब्लग मैले बनाउनु त बनाएको छु भिडियो तर भित्रको हाल्न पाउँदैन। अब खोइ लास्टमा अब आज आज भइहाल्छ म भोलि हाल्छु नि त आजको ब्लग। अब त्यो ढिलो भयो भने चाहिँ हालिदिन्छु आज मैले। खोइ हेर्नु न म हालिदिन्छु होला आज त्यसो भए। यहाँ चाहिँ हामी ब्लगबाट बाहिर निस्केर खोइ कफी खाने भनेर कफी खाजा खाने भनेको त्यहाँतिर जान्छौँ होला। यहाँ चाहिँ हामी बस्यौँ। यो चाहिँ हामी भेन्यूबाट फर्केर खाना खान बसेको म चाहिँ भेन्यूबाट एकछिन काम पऱ्यो भनेर म बाहिर निस्किसकेँ म गइसकेको थिएँ उता सुनधरातिर। यहाँ चाहिँ दाहरू खाना खायो त्यसपछि यहाँ कफी सफी खाइयो टक्क लाएर कफी। ऊ चाहिँ त्यो बाबुले मल्यान आएको अनि कसरी बोल्दैछु भनेर भनेको चाहिँ यो आदि हो मेरो साथी। ल्यान आएको अनि मेरो एक्सपिरियन्स के कसो सेयर गर्दै थियो। त्यहाँ राइडको त पावन दाइ थिएँ र पावन दाइले ओभर साई फेस देखाएर राख ब्लगमा भन्नुभयो अनि त्यही भएर मैले पावन दाइको ब्लग काटिदिएको। अब यहाँ टक्कलाई यो चाहिँ नवीन दाइ हाम्रो सबभन्दा सबभन्दा प्रो हाम्रो स्क्वाडको भनेको नवीन दाइ हो। नवीन दाइ हो टक्क लाएर यहाँ पब्जी छोडेर यो के ई फुटबल ग्राइन्ड हान्दै बस्नुभएको छ नवीन दाइ अब त्यस्तै छ। यहाँ चाहिँ म छु। मलाई के क्वेसन सोधेको थियो अब मैले त त्यस्तै हाँसेर टालिदिएँ अब के भन्नु भनेर।
तपाईँहरू कन्टिन्यू बस्नु होला अब के कसो लाग्छ तपाईँहरूलाई अब भोलिदेखि ब्लग कि दामी हुन्छ ल बाई टेक केयर राम्ररी बस्नु होला सी यू टुमरो गाइज यो चाहिँ भेनीभित्रको हल्का यसै हालिदिएको मैले यहाँ इन्फिनिक्स जिटी फोन मोबाइल दिएको थियो अनि भेनीभित्रको बाई बाई टेक केयर सी यू टुमरो बाई बाई